हेलो गुड मर्निङ एभ्रीबडी। म जीवन तपाईँहरू समक्ष फेरि पनि उपस्थित भएको छु मेरो मिनी भ्लग लिएर। तपाईँहरू पक्कै पनि मेरो च्यानललाई मन पराइदिनु हुनेछ र यो च्यानललाई मन पराएर तपाईँहरूले सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गर्न नभुल्दैन होला। तपाईँहरूलाई म यो जानकारी गराउन चाहन्छु हामी हाइकिङ जाँदा के गर्नुपर्छ र कस्तो कस्तो म्यानेजमेन्ट गर्नुपर्छ भनेर तपाईँहरूलाई म सम्पूर्णलाई जानकारी गराउनेछु। र म आज लुवाङ गाउँदेखि हामी मध्य हिमाल अर्थात् माछापुच्छ्रे बेस क्याम्पको लागि जाँदैछौँ। यो घाँसे भूभाग, मैदान र हरियाली वन पाखाहरू छिचोल्दै अगाडि बढ्ने क्रममा तपाईँहरूसँग भलाकुसारी गर्ने नै छु। यी फुलका दृश्य देखेर कसको मन मोह हुँदैन र, तर पनि हामीले यो हाइकिङ वा ट्रेकिङ जाँदाखेरि यहाँका भूबनोट, यहाँका प्राकृतिक स्रोत, प्राकृतिक संरचनासँग हामी बुझ्न जरुरी छ। किनकि हामीले यहाँका भूबनोट, यहाँका विभिन्न बोट बिरुवासँग र विभिन्न फुलहरूसँग हामी सदैव अपरिचित हुन्छौँ। अपरिचित भएको कारणले यहाँको वातावरणसँग र घुलमिल हुनको लागि हामी केही एडजस्ट गर्नुपर्छ। र हामी एउटा कस्तो भने जसरी यो फुल देख्ने बित्तिकै मान्छेको मन रोकिन्छ र हामी फुल टिपिहाल्छौँ। टिपिएर हामीले एउटा के बानी हुन्छ, मानवीय गुण के हुन्छ भने हामीले सुँघ्ने बानी हुन्छ। त्यो फुल देख्ने बित्तिकै त्यो सौन्दर्यसँग खेल्ने बित्तिकै हामी त्यसलाई सुँघ्ने बानी हुन्छ, तर कहिलेकाहीँ विषाक्त हुनसक्छ। त्यसरी सबै औषधिजन्य हुने यो ठाडो उकालो उलेर हामी केही छिन विश्राम गऱ्यौँ र केही शरीरलाई कोल्ड ड्रिङ्क्सले चिस्यायौँ र फेरि पनि हामी ठाडै उकालोतिर लाग्छौँ। र ठाडो उकालोमा यसरी यो बिहानी किरणसँगै हामी यी वनका यी हरियालीसँगै हामी झेल्दै अगाडि बढ्ने क्रममा यो चाहिँ हामी तिन बाटो भनिन्छ। एउटा पितम देउरालीतिर आउँछ भने अर्कोतिर हामी यहाँ फरेस्ट क्याम्प हुँदै तपाईँको भनौँ न यो माछापुच्छ्रे बेस क्याम्पतिर जाने हाई क्याम्प भन्ने मर्दी हिमाल ट्रेकतिर हामी लाग्ने यो बाटो छ। यो चाहिँ हामीले तलतिर गयौँ भने पितम देउराली, अब हामी फरेस्ट क्याम्पतिर अर्थात् अगाडि बढ्दैछौँ। एवं क्रमले हामी बढ्ने क्रम दूरी जारी छ। यात्रा कठिन हुन्छ किनकि उकाली ओह्रालीसँग हामी एउटा समथर भूभागबाट हिँडेका मान्छेहरूलाई गाह्रो हुनसक्छ। त्यसैले हामी यहाँ हाई एल्टिट्युड पनि त्यसको समस्या हुन सक्ने भएकोले हामी एकदमै संयमता अपनाउन जरुरी छ। त्यसैले देख्न सक्नुहुनेछ यो उच्च पहाडी भूभागमा बिस्तारै हामी हिँड्दै जानुपर्छ र यहाँको वातावरणसँग हामी एडजस्ट हुन्छौँ। हामी फेरि पनि दोस्रो विश्राममा हामी चिया र कोल्ड ड्रिङ्क्स र अन्य ड्राई फ्रुटहरू हाम्रो साथमा लगेका खाँदैछौँ र हामी केही इन्जोय गर्दैछौँ यो प्राकृतिक सौन्दर्यताको साथमा। यसैले तपाईँहरू पनि यदि कतै ट्रेकिङ हाइकिङ जाँदै हुनुहुन्छ भने यहाँका भूबनोटसँग हामी बुझ्न जरुरी छ। किनकि हामी एकैछिन एकदमै एक्साइटेड हुन्छौँ त्यो सुन्दर दृश्यसँग। त्यहाँका भूबनोट कस्तो छ, यो कति कमजोर छ भनेर हामीले हेर्न जरुरी छ। यो चाहिँ फरेस्ट क्याम्पको दृश्य हो, तपाईँले देख्न सक्नुहुन्छ। एकदमै युरोप जस्तो देखिन्छ। यहाँको सुन्दर दृश्यले मनमोहक कसलाई नबनाउला ल। हाम्रो नेपाल पनि यति सुन्दर छ। त्यसैले हामी यो सुन्दरतालाई पैसामा कन्भर्ट गर्न जरुरी छ र हामी फेरि पनि एवं क्रमले हिँड्दै गयौँ। अब यहाँदेखि करिब 1.5 घन्टाको दूरीमा अवस्थित लोक्याम हामी आइपुग्छौँ। लोक्याममा जाने क्रममा यहाँ यो एकदमै तपाईँको यो जङ्गलमा लालीगुराँस छन्। त्यो लालीगुराँस फुल्ने मौसममा सबै रातमै हुन्छ। त्यसैले हामी एकदमै यो दृश्य अवलोकन गर्दै हामी अगाडि बढ्छौँ र हाम्रो थकानलाई सारा पछाडि पुल्दै हामी त्यो उकालोलाई छल्दै हामी लोक्याम आइपुग्छौँ। लोक्याममा हामी खाना खान्छौँ र केही छिन विश्राम गर्छौँ। लगभग हामी यो ठाउँबाट तपाईँको करिब
हामी 10 सवा 10 पुगेको